नमस्ते सबैलाई। आज हामी डल्ले खुर्सानीको अचार बनाउन लागेका छौँ। हामी डल्ले खुर्सानीको अचारको लागि सुरुमा मसला रेडी गर्दैछौँ। मसलाको लागि जिरा धनियाँलाई भुट्छौँ र 5 फुरन मेथी, सौँफ, तिल र साथै तोरीलाई राखेर भुट्छौँ र खुर्सानीलाई पनि भुटेर पिसेर हामी मसला तयार गर्छौँ। हामीलाई चाहिने मेन मसलाहरू तयार भइसकेको छ। जिराको, खुर्सानी, तोरी र पहिला हामी डल्ले खुर्सानीलाई धोएर एकछिन सुकाउँछौँ। त्यसपछि हामीले लसुन, यो हजुरको इच्छा अनुसार, मन नपर्नेहरूले लसुन नराख्दा पनि हुन्छ, र लसुनलाई काटेर हामीले यसलाई फ्राईको लागि तयारी गर्दैछौँ। हल्का भुट्नेछौँ यसलाई र साथसाथै खुर्सानीलाई पनि हामी यसका डाँख्लाहरू फालेर बीचबाट काटेर लिनेछौँ खुर्सानी। र हामी अघि पिसेको मसलाहरू त्यो काटेको खुर्सानीमा राख्छौँ। त्यसपछि लसुनलाई अघि काटेको लसुनमा हल्का शुद्ध तोरीको तेलमा यसलाई भुटेर जुन हल्का ब्राउन हुने गरी लसुन भुटेर हामीले खुर्सानीमा मिक्स गर्छौँ। हजुरहरूले अदुवाहरू पनि युज गर्न सक्नुहुनेछ। अदुवालाई पनि सिधै राख्दा हुन्छ। हामीले पनि अदुवा युज गरेको छैनौँ र यसलाई मसलाहरू सब रहेर मिक्स गर्छौँ। अहिले नै खाउँ लाग्ने उसमा हामीले थोरै नुन, भिनेगर, 2 बिर्को जति भिनेगर युज गरिएको छ। हामीले थोरै बनाएको भएर थोरै नै युज गरिएको छ। आवश्यकता अनुसार मसला, नुन, भिनेगरहरू युज गर्न सकिनेछ। बेसार राखेर अब हामी यसलाई झार्नेछौँ। तेल अलि मजाले तताएर यसलाई आवश्यक पर्ने जति तेल हामी राखेर यसलाई मिक्स गर्नेछौँ। लगभग यो रेडी भइसकेको अवस्था छ। यसलाई अझै हामीले मिच्नेछौँ, जसले गर्दाखेरि भिनेगरको अमिलोपना, नुन, मसलाहरू खुर्सानीभित्रै पुगोस् भनेर। र यो प्याकिङको लागि रेडी भइसकेको छ। यसलाई हामीले डिब्बामा राखेर केही समय घाममा सुकाउँछौँ अनि यसलाई प्रयोग गर्दा स्वास्थ्यको लागि पनि राम्रो मानिने डल्ले खुर्सानीको अचार हजुरहरूले पनि
यसरी नै बनाएर प्रयोग गर्न सक्नुहुनेछ। धन्यवाद भिडियो हेरिदिनु भएकोमा।